के तपाईँलाई थाहा छ आज नेपालमा सुन चाँदीको मूल्य के कस्तो रहेको छ? कतिले बढेको छ, कतिले घटेको छ र पछिल्ला केही दिनमा यसको मूल्यमा कस्तो उतार चढाव आएको छ? नमस्कार, डेली इकोनोमिक अपडेट युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। आजको भिडियोमा हामी हेर्नेछौँ नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको आजको दिनको छापावाला र तेजाबी सुनको मूल्य के कस्तो छ र हिजोको तुलनामा आज के कतिले घटबढ भएको छ भन्ने कुरा हुनेछ। साथै आज चाँदीको मूल्यमा हिजोको तुलनामा के परिवर्तन आएको छ त्यो कुरा पनि हामी हेर्नेछौँ। नेपालमा दसैँ, तिहार, छठ, तीज, विवाह, व्रतबन्ध, पास्नी जस्ता सांस्कृतिक र धार्मिक पर्वमा सुन चाँदीको माग अत्याधिक हुने गर्छ। तर अरू बेला पनि मानिसहरूलाई सुन चाँदीको मूल्यबारे चासो रहिरहन्छ किनभने यो हाम्रो दैनिक जीवन र लगानी दुवैसँग जोडिएको विषय हो। त्यसैले आउनुहोस् आजको भिडियो सुरु गरौँ। भिडियोमा अगाडि बढ्नुभन्दा पहिले यहाँलाई एउटा सानो रिक्वेस्ट गर्न चाहन्छु। सुन चाँदी दर दैनिक सबैभन्दा छिटो थाहा पाउनलाई यो च्यानललाई सब्सक्राइब गर्नुहोला। आज मिति